गाइस अहिले चाहिँ म तपाईहरुको भन्दा पनि हाम्रो खेतमा आएको छु। तपाईहरुलाई चाहिँ म आज हाम्रो गाउँघरमा चल्ने अर्गानिक घट्ट देखाउँछु है। भिडियो अन्तिमसम्म बनिराख्नु होला। 2 मिनेटको मात्र भिडियो बन्ने छ। घट्ट कस्तो हुन्छ र के प्रकारको हुन्छ भनेर तपाईहरुलाई हामी पुरा देखाउँछौँ। त्यसको आन्द्रा भुनी कलेजो पित्त हैन सबै कुराहरु के हुन्छ भनेर एकचोटी यहाँको भ्यू तपाईहरुले हेर्न सक्नुहुन्छ। यता माथि हाम्रो घर, यहाँ टक्क हेर्नुहोस् त क्या मजाको ठाउँ है। यो चाहिँ घट्टको सबैभन्दा मेन ठाउँ हैन। यहाँबाट चाहिँ पानी जाने हुन्छ। यो पानीलाई बन्द गर्यो भने यो यतातिरबाट यहाँबाट यहाँ भएको जेड सेड सब यहाँ रोकिन्छ। त्यहाँबाट सिधै पनेलो छ यहाँनिर हालेको। त्यो अहिले जङ्गलले तोपिया छ। यहाँबाट सिधै पानी तलतिर जान्छ हैन। अनि यो चाहिँ तपाईहरुलाई म घट्ट भित्रपट्टि गएर देखाउँछु हैन। यहाँ चाहिँ कस्तो हुन्छ भनेर सबैले देख्या हुन्छ भन्दा त थाहा छ सबैलाई। तैपनि म चाहिँ हाम्रो यहाँको घट्ट देखाउँछु तपाईहरुलाई। यहाँ चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ पत्थर एकदमै ठुला छन् यिनी पत्थर। अनि यो माथि चाहिँ कोठो छ। यसमा चाहिँ गहुँ सम्हाल्ने कोठो यस्तो छ हैन। यसलाई चाहिँ चारैतिरबाट बान्या छ। यसलाई चाहिँ यताउता नजाओस् भनेर हैन। टक्क हेर यस्तो हिसाबमा बनाएको छ। अनि त्यसपछि फेरि यहाँबाट यतातिर यहाँ गयो भनेपछि यो चाहिँ फेरि खटखटे हुने यिनी चाहिँ पहिला हामी बचपनमा देख्दाखेरि बडो रमाइलो लाग्थ्यो। यिनी चाहिँ यो घट्ट घुमेको बेला खटखट खटखट हुन्छ अनि यहाँबाट गहुँ निस्किन्छन् हैन। अनि यो तपाईहरुले देख्न सक्नुहुन्छ यहाँको दृश्य यतातिरपट्टि। अनि यो भित्रपट्टि पुरै यस्तो भएको छ यहाँ अलिकति टाढाबाट। अनि यो चाहिँ यसको सबभन्दा फाइनल ठाउँ हो हैन। वहाँबाट पानी प्रेसमा आएर यसमा पर्छ, यो घुम्छ अनि माथिपट्टि घुम्छ। अनि यहाँबाट पानी चाहिँ सिधै पास हुन्छ। हस् त गाइस यति नै हो बस। हेर्नु त